बडी मालिका हो कि बुढीगङ्गा नगरपालिकाको फलास बामका बजार स्थायी बामका बजारमा आज भर्खरै भएको सिलिन्डर ग्यासको त्यहाँ धेरै क्षति हुन पुगेको हेर्नुहुन्छ यो पक्की घरहरू पनि चलिसकेका छन् त्यो पानी हान्नुपर्ने हेर्नु होला पुरै तपाईँको यो आग लागेर माथिको बजारमा थोरै बाँकी छ तलको बजार सबै चाहिँ भइसकेको छ यहाँहरूले हेर्न सक्नुहुन्छ अचानक आगो त्यो लाग्यो सर सिलिन्डर चढेर पनि खत्तम भइजाँदा भयो सारा यार खत्तम केही बाँकी रहँदैन भयो भगवान् एपरु भन्न बाहेक यो केही देखिन्न यो तुयागुरीको अम्ब लाग्यो बजारै खत्तम भइगयो पसलबाट हो कि कताबाट अब देख्नु हामीले बुझ्न सकेको छैनौँ टाढाबाट हेरेका छौँ फलासरी खत्तम बाटोले त्यहाँदेखि बामका बजारको यो वरपरका स्टाउन पर्छ क्या पुरा वरपरका स्टाउन पर्छ क्या बुढीगङ्गा नगरपालिकाको स्थायी बजार चिनिने फलासन बजार यो अरू वरपरका फाल्नु पर्छ क्या पुरा आग लागि भएको छ सम्बन्धित निकायले ध्यान दिए साथ ही पसल बाँच्न सक्छन् कि यकिन क्षतिको विवरण आउनु बाँकी छ मानवीय क्षति भयो भएन त्यो कुरा बुझ्नु बाँकी छ धेरै पसलका मान्छेहरू यताउति भागिसकेका छन् भागदौड देखिन्छ तपाईँहरू देख्न सक्नुहुन्छ यहाँबाट फेरि अर्को सिलिन्डर पड्क्यो यहाँहरूले त्यो आवाज सुन्दै हुनुहुन्छ बामका बजार यो वरपरका अलि वरपरका हान्नु हटाउनु पाए त क्या भन्ने थियो मान्छे बेकार हुन्छ ध्वस्त भएको छ यहाँहरूले देख्न सक्नुहुन्छ छेउबाट लाग्यो छेउबाट लाग्यो हजुर हो त्यसलाई हटबाट फालिदिनु किन यो तलतिर चल्दा होइन त्यहीँबाट सुरु भयो त्यति हताहत अलि